हेलो चन्द्र तामाङ यहाँ हेर हिमाल मेरो गाउँ आइपुगेको छ र हामी हिमाल केटोलाई यसो गाउँ डुलाइदिउँ भनेर। यो चाहिँ के नामको गाउँको ठुलो पोखरी हो नि केटा, राराताल। देख्नु नि त राराताल। अब हिमाल एकछिन यहाँ पौडी खेल्छ। ए कस्तो ठुलो खोला यार, आम्मामा चन्द्र यता त चन्द्र कस्तो ठुलो खोला, राम राम राम। हेर खोला, ठुलो खोला। चन्द्रलाई फेरि अहिले भने पौडी खेल्न मन लाग्छ नि त। किन बच्चामै पौडी खेल्न आउँछ अरे, मैले अघि सुनेको। यहाँ चाहिँ होइन पर चाहिँ खेल्छ यही ठाउँमा नाङ्गे आउँथ्यो। यहाँ त होलीमा चाहिँ हिला हाना नि खेल्न चाहिँ आउँछ कि। नाङ्गे आउँथ्यो अरे यो खोलामा, के नाम नहुँदा। आज तिमी नुहाएर फेरि सुरुवात केरा सोधिदिउँ केरा। हेर त केरा सोधिदिउँ। गाउँ गाउँ चाहिँ तिमीलाई धोपिहाल्छु। गाउँ हाल्छ, म चिन्दैन मलाई कसैले। मलाई त चिन्छ नि त तिमी हाल्छ नि, म भागिहाल्छु। कुन खाले इच्छा हो? पर्व कलरको छ इच्छा। हरियो हाम्रो हरियो केरा हो। के नामको मकेबारी चन्द्र, के नामको मकेबारी। अरे हेर हेर, ए देखो देखो मकेबारी। मेरो त्यो धेरै बारी भयो त नि, म के गरिसक्थेँ खेतबारी भयो। के गर्थ्यौ? मकै त रोप्थेन, अरू के गर्थ्यौ? अरू के छोरा तिमीले गर्ने? अब हामी चाहिँ ट्री हाउसतिर लाग्दैछौँ कि चन्द्र। केटोलाई घर जाउँ भनेको मानेन। अब यसो मेरो बुवासँग डराइगयो। अनि फेरि लट्याएको यो त हेर्दै सकै छ, यसलाई चाहिँ चकचकेलाई यसलाई चाहिँ जेलै हाल्नुपर्छ भयो भने। अब इन्सपेक्टर बन्ने मान्छे जेल खाएको भएन। केटा आज पुरा मन्जिल हेर्नलाई पुरा ह्यान्डसम भइरहेको छ। आज 500जना मन्जिल त आज फस्छ होला। कता फसाउनु राख्ने गोजीमा? गोजी पनि 4टा मात्रै रहेछ, एउटालाई चाहिँ मुठीमै राख्नु पर्यो। 4टालाई गोजीमा राख, बाँकी मुठीमा राख्नु पर्यो। त्यो चाहिँ के नामले खोलेको नयाँ पसल अरे। सिम्नुलाई के भन्छ? सिम्लोलाई टेलर बसी। कसलाई छोड्दैन, पाक्यो भने सबले छोड्छ। मै छोडिदिउँ क्या अहिले नै गाडी। अगाडि नै बसिरहेको चन्दा अहिले यहाँ बोल्नु न, मेरो ब्लगमा फेरि मेरै मेजत हुन्छ। कतैतिर गयो भने मेरै मेजत हुन्छ। आज हामी केटोलाई ट्री हाउसतिर घुमाउन लगिरहेका छौँ। हाम्रो चन्दाले हाम्रो के नामले खोलेको नयाँ फ्याक्ट्री। यो फ्याक्ट्रीको नाम चाहिँ आउनु सर्ट फर्ममा बुझिहाल्नु के हो। आउनु जाने फ्याक्ट्रीको नाम। अब म उसलाई पछि त्यहाँ सिक्युरिटी गार्डको काम गर्छु। मेरो जीवनमा आउनु जानु। र भर्खरै हामीले यहाँ देख्न सकिएको छौँ, यहाँ चाहिँ पहिरो आएर खेतमा माछा मार्नु पुगेन। हिमालले सुसु गरेको पुरै बाढी आयो। अनि त्यसै पौडी खेल्दै यहाँ हाम्रो के नाम हेर्दा केटा हो। फर्म जस्तो सिक्योस् तर रेसिका कृषि फर्म जस्तो होस् क्या। रेसिका कृषि फर्म एड फ्रेस होस्। साह्रै फ्रेस रहेछ। अब आँप पनि चोरुम लाग्ने रहेछ। फ्रीमा दिन्छ? फ्री हाउस न? फ्री हो। तिमी के त्यहाँको भिआइपी मान्छे हो क्या? भिआइपी होइन, केही त्यस्तो त्यो
त्यहाँ अब चकचक चाहिँ गर्नु भएन फेरि तिमी चकचकको मान्छे घुम्न त पाइहाल्छ नि जति पनि। माथिबाट हाम फाल्दै माथि हाम फाल्दै तल गर्छु चिन्ता नगर निक्ल्यो बिजुली कहाँदेखि 7 तलदेखि फालेको र चाहिँ अब ट्री हाउसदेखि हाम फाल्नु पऱ्यो। म पनि अवार्ड दिन्छु नि त नि जिनियस के भन्छु के चाहिँ जिनियस कि जिनियस हो जिनियस जिनियस बुक रेकर्डमा नाम लेख्छु अब पनि धेरै जिनियस चाहिँ हुनु हुँदैन विजय साई हुन्छ अब यहाँ हेर्न सक्नुहुन्छ यो मकै चाहिँ फेरि मैले रोपेको हामी अब ट्री हाउस आइपुगिसकेको छौँ। यो चाहिँ के नामले यो घर चाहिँ के नामले बनाएको थियो तर ब्रेकअप हुने थियो भत्कन थालेको छ। आई एम सिङ्गल गाई अहिले हामी यहाँ खोला तर्दै 7 डाँडा पारि आएको छौँ। यो चाहिँ हिमालय खोलेको के हुँदैछ यो चाहिँ फेरि मेरो अफिस हिमालय खोलेको रेस्टुरेन्ट हो अफिसै मेरो अफिस यसमा चाहिँ बिचमा आफै रोकिँदैछ रहेछ के भयो अब बेला केटा यहाँ मैले माछा मार्ने यहाँ चाहिँ म फेरि माछा मार्ने ठाउँ मेरो हामी ट्री हाउस आइपुगिसकेको छौँ। कुन फुल हो कमल हो र कमल कहाँ यस्तो सानो खालको कमल कमल यस्तो सानो खालको कमल भन्दै हिँड्छ के भनेको मान्छे हिलोमा कमल फुल्छ भन्छ हिलो त हो यो मान्छेले यो राईको झन्डा छ त चण्डी नाच्छ नि त यहाँ पनि आज त होइन खोइ नाच्दै नाच्छ कुनै न कुनै आज 3 ठाउँमै भइन्छ आज पुरै नेपाली भइन्छ म यहाँ चाहिँ हेर्नुहोस् चन्द्र र सुजन यहाँ बसिरहेको छ उताबाट विकास आइरहेको छ विकास र त्यहाँ उता राम भाइ अब यता अब विमल भाइको त्यो केपी लगाउनु भएछ भाइलाई त फेरि बसेर यो दबाको चुरोट हान्दिनुपर्छ हो फेरि चिक्का खाना सिमसा सिमसार पनि हुन्छ ट्री हाउस पनि हुन्छ के ठाउँको नाम सिमसा र ट्री हाउस त ट्री मरि छ त यस्तो ट्रीहरू देखेनौ चन्द्रले हामीलाई पछि पछ्याइरहेको छ चन्द्र कता गयो चन्द्र त्यहाँ बाटै डुल्ने चाहिँ अब के चाहिँ छ त यहाँ हामी यहाँबाट चढ्नुपर्छ अरे त्यहाँबाट चढ्छ हामी त्यहाँबाट चढ्नुपर्छ इन्डियामा यस्तै गरेर मान्छे लडेर मरेको अरे फेरि हामी यहाँबाट चढ्नुपर्छ राम्रो भन्छ नि म चाहिँ फेरि साह्रै भाग्यमानी मान्छे मेरो जीवनमा धेरै कुरा म माथि जानु लेखेको छ पहिलो कुरो यो ट्री हाउसमाथि हामी चाहिँ ट्री हाउसमा रहेको टावरमाथि चढ्न गइरहेको छौँ एकतले पनि हिमाल मिङ्गल हो आई एम सिङ्गल गाइज चन्द्र र ग्याङ झगडा गरिरहेको छ मुनि मोबाइल झऱ्यो भने चाहिँ के नाम गर्छु मोबाइल झऱ्यो भने एउटा टुक्रा नि भेटिँदैन के नाम साइको भिडियो आफै किन बिचमा रोकिँदैछ होइन स्पेस त चढ्नेछ पहिला त हल्लिँदैछ त लिचिक त्यही त यो हल्लिँदै पहिले हल्लिँदैन त नि ज्यान जान्दैन बेकार मर्ने फेरि हामी नै होला सुरु
अब रिस्क नआयो अहिले फेरि 100 भनेर रुटिन अफ नेपाल भन्दै हाल्छ अरे फोटो धान्नै पर्छ ट्री हाउसनिर हामी चाहिँ अब एकछिन आराम गरिरहेका छौँ हाम्रो साथमा चन्द्र पनि रहेको छ चन्द्र यता अब चन्द्र पनि रहेको छ पछाडि बाइक पछाडि देख्नु सक्नुहुन्छ लुकिरहेछ इन्टोबाट नि चन्द्र कस्तो देखिएन त चन्द्रले देखेन मैले चाहिँ तरराको पानीबाट मुख धोएको छ त्यही भएर गोरो गोरो हुने सम्भावना देखिरहेको छु दाँत त नमाजेको 3 दिन भयो कसरी सेतो देखियो होइन दाँत त नमाजेको 3 दिन भइसक्यो अहिले पो बिर्सेँ म त दाँत माछा बिर्सेँ भिडियोमा आउँदैछ मुला के भन्छ कसले हेर्छ हाम्रो ब्लग कसले हेर्ने चन्द्र चन्द्र रिसाएको छ उहाँ पर चाहिँ विकास र सुजन बसिरहेको छ केटाले देखाउने अब हामी चाहिँ नयाँ फिल्म हेर्दै खाने कुन फिल्म छ मसँग फिल्म छैन कुनै फिल्म छैन एउटै युट्युबबाट हेर्ने मैले डाउनलोडै के गरेको छैन अपलोड गर्नु दिएको छु क्रिकेट हो मैले चाहिँ आज डाटा किनेर आएको छु किनभने धनी मान्छेहरू त्यस्तो हिजो मेरो हातमा लाइन थिएन त लाइन थिएन त्यसपछि निन्द्रा लागेन निन्द्रा लागेपछि के हो बुझिहाल्नु मैले फिल्म नहेरेको पनि के भन्छ आज सिरिज चाहिँ हेर्नु पर्नेछ नि भयो भिडियो हाल्नु पर्नेछ युट्युबबाट हेर्छु अब हामी खाना गइरहेको छौँ चन्द्र एक पिस चाहिँ खानै पर्छ तिमीले पनि चन्द्र चन्द्रको कता हो चन्द्र भिडियोमा आएन लु बल्ल फ्रेममा आयो चन्द्रले पनि यहाँनिर चिप्सको सुरुवात गरिरहेको छ हाम्रो ह्यान्डसम चन्द्र पल्किँदो रहेछ चन्द्र पल्केको छ यहाँ हेर्न सक्नुहुन्छ र अब हामी चाहिँ खाजापान गरेर अब हामी चाहिँ मेरो गाउँ हुँदै अब हामी साकेलातर्फ गइरहेको छौँ हिमालको मन्दिरलाई हेर्न क्या आज हिमालको मुनारी मिल जाएगा नहीं मिल जाएगा तो यस लेखिए वरना नो लेखिए जल्दी से जल्दी कमेंट नेक्स्ट मन्दिर यस्तै मान्छेहरूको कारण देशमा वान साइडेड लभरहरूको कमी हुँदैछ यो हाले जतिजनाले हेर्छ त्यो हुने भनेर मन्दिर थाहा छैन पछि यतैतिर देविकासँग डेटिङ आउनु सोझो मान्छेहरूलाई फसाउनु हुन्न क्या हेर्दै सोझो देखिन्छ म त एकदमै सोझो निङ्गुरे भन्दा नि सोझो घरिघरि यस्तो लाग्छ सोझो शब्द पनि कसरी बन्यो भन्दा मलाई हेरेर भनेको त्यो शब्दै थिएन क्या पहिले सोझो तब यस्तो मान्छेहरूले मलाई यो त सोझो पक्कै यो सोझो भनेर भनेको शब्द पनि त्यति बेलै भनेको है सोझो मान्छेहरू यस्तै हो गाइज भर हुन्न सोझो मान्छेहरूको जतिखेर पनि छुरा हान्नु सक्छु मेरो भर चाहिँ भनेको म छुरा हान्दिनँ सिधै भाला हान्छु उयो त कमलको हो नि फेरि कमल हेलो गाइज कमल भेटियो भनेर टिप्नु त जानुहुन्थ्यो कि हिलै सरी रहेछ हिलै सरी रहेछ क्या अस्ति होला फेरि त केटा भेटिन्छ तान्दाखेरि त आउँछ नि त्यो तान्दाखेरि त झाड घाँसलाई उता रहेछ उता हो र
बिस्तारै कस्तो दामी कस्तो पिङ्क कलर दामी हेर्नु सक्नुहुन्छ गाइस कमल त्यहाँनिर फुलिरहेको छ किन फुलेको फल यति ठाउँमा त कमल फुलेको रहेछ हिलोमा फुल्छ जस्तै यो किन कोबाट फुल त होइन एकदम पछि देविकाको लागि चाहिँ निकाल्नु जाने अब हिरो बनिँदै यता घुमाउनु ल्याउनु त्यो मन्दिरहरू कति छ एउटा मन्दिरको नाम नल्याउनु अरू पनि छ मन्दिरहरू त्यो आँखाको नानीमा त्यही आँसु झर्छ त्यतिलाई मन्दिरहरूको नाम सारी भन्छ हामीले भर्खर खाएको चाउमिनमा चाहिँ मैले कहाँ खाएको चाउमिन जस्तो फिल आयो केटीले चाहिँ हामीलाई खोला तारेर जङ्गल छेउन आँट्यो आज म यो मान्छेको मोटर गर्न लागिरहेको छु गाइस लाइभ मोटर ज्यानहरू होइन मसँग पिस्तौल छ तिमीसँग के छैन तिम्रो पिस्तौल छ मसँग तिम्रो गोली छ गोली बिना पिस्तौलको काम छैन गाइस अब हामीले चाहिँ बकुला पनि देख्न पाएको छौँ बकुला उड्यो यता चाहिँ नजिक त सब टिपेर लगाएर त्यो उतैबाट लगेको बाटो छैन नि त त्यहाँदेखि हो त बाटो यो चाहिँ मेरो मम्मीले साग रोप्नुहुन्थ्यो यसपालि रोप्नु यहाँ रोप्नु भइहाल्छ नि जग्गा किनेको यसले होइन नि यो औ हो नि अहिले नि जग्गा लिएको छ त्यो होइन यो जङ्गलको जस्तै रोप्दा हुन्छ त्यता पार्कको घुम्ने पार्कको तर त्यता सब टुटी फुटेको पुरानो भइसक्यो कहाँहरू कसरी गर्छ मोबाइल जाँदै थिएन र फाइनली गाइस हामी उयो पुल तरिसकेर यहाँ हिँडिरहेको छौँ जङ्गलको बिचमा र मेरो गाउँ आइपुग्नु लागेको छ मान्छे भएपछि हिँड्नुपर्छ तर छक्का भएपछि घर बसेर यो भिडियो हेर्नुपर्छ यो भनाइ चाहिँ इन्डाइरेक्टली हाम्रो कसैलाई डेडिकेटेड रहेको छ यो लाइन चाहिँ मलाई के नामले चाउमिन खाने बेलामा भन भनेर अब सिकाएको नत्र म त्यस्तो कुरा भन्दिनँ पनि केटालाई मार्छ होला चन्द्र त खोइ आज त रुखमाथि पनि छैन अब यो भिडियोहरू चाहिँ गएर रुखमाथि अरू बेला त चन्द्र वरिपरि हुन्थ्यो त आज चन्द्र भिडियो होइन आज म भिडियो ब्लगै हेर्छु भनेर घरमै बसिरहेको होला आज चन्द्र ए गोबर झर्ने खिच्नु गोबर कहाँ खिचिन्छ के उचितिर जिउतिर आयो भने चाहिँ कहाँ खिचिन्छ देखिहाल्छ यसो हेर्दा पनि यो जङ्गल जस्तो देखिँदैन चन्द्रकै घर जस्तो देखिँदो रहेछ ए साथी तिमीले नि 1000 दिएको भनेको होइन अनि मैले अलरेडी 200 पनि दिएको थिएन र 200 त गोजीमा राखेँ ए म त 1000 पनि दिएर 200 पनि दिएर हुन्छ म त छक्क परेको क्या कसरी 700 दिँदैछ भनेर नि कहाँ नि 1000 पनि दिनु 200 पनि दिनु लोसी लाउनु हो लोसी तिमी त भर छैन नि त मुनारीको मायामा पागल भइसक्यो के त दाउरा चाहिँ दामी झरेको क्या उठाएर लैजाउँ न हामी के गर्दा नि 3 पर्छ नि हामी यहाँ ग्यास पप गर्छौँ क्या ओइ दाउरा हुँदा के ग्यास भनेको दाउराले म यो काटेर लैजाउँ न के छ कसको छ ओइला नि त नि त मार्छ गस्तीहरू फाइनली गाई अब हामी हाम्रो गाउँमा इन्टर गर्न लागेका छौँ र हामी अहिले नाग पोखरीको छेउमै पुगेका छौँ नाग पोखरीमा नाग हुँदैन अजिङ्गर गोब्रा किङ गोब्रा देखेर पाइपमा मजा आउँछ नागपुरमा ए नागपुरमा मूर्ति छ रहेछ नागपुर अरू नभयो भने पुच्छर पनि रहेछ राम्रो राम्रो डेडिकेट पुच्छर पनि बनाइदिएछ यत्रो डेडिकेट लिएर कस्तो डेडिकेट गर होला यसले हिँड्नु जान्दैन यहाँबाट तर्छ जाउँ न
आधी बाटोमा हिँडेर त्यसपछि चढौँ मेरो के पाइदियो पाइदिएको नि हिँड्दै जानु एकदम पुरै थाकिसक्यो थाकेपछि चाहिँ सिधी चढ्ने जाने तिमीलाई भन्ने बित्तिकै छिटो नि भेटिन्छ नि भेटिहालिन्छ नि सुरुमा उपर तर पुग्छ तर फेरि मास्तिर जानु पर्छ कहाँ? मास्तिर ग्राउन्डतिर आयो खाएन त हँ? आयो खानु पो अरे नि होइन भित्र माथि जङ्गलमा हुन्छ। कोही के गर्यो कुन बाटो ए, जुत्ता खोला मिल्दैन जानु ब्रो हँ जाउँ उताबाट घुमेर त्यसो अब भिडियो आफै रोकिँदो रहेछ के भएर स्पेस बढी भएर होइन स्पेस बढी भयो होइन आफै त्यो कताबाट चार्जिङ कि के भनेर कताबाट ए उहाँ छ त ऊ पुल उम्चीको भएर चाहिँ फेरि यसो आँखा पनि डुराउँदै गरेको तर बन्द रहेछ फेरि दिन्छ होला हामी के चोर्न आएको होइन तिमी पो बाख्रा चोर हो त क्यामेरा पनि मार्छ र फाइनली गाइज हामी धेरैवटा बाधा अडचन पार गरेर हामी म मेरो गाउँको नागपोखरीमा हिमाल जिउलाई लिएर आइपुगेको छु ऊ त्यो चाहिँ फेरि बाँसुरी बजाउने मै फेरि नाकमाथि बसेर बाँसुरी बजाउने मान्छे म कृष्ण मेरो पुर्खाले राखिदिएको नाम चाहिँ कृष्ण अरे वर्षा बुनु रिसाउँदा अरे वर्षा बुनु रिसाउँदा अरे तिम्रो मेरो कोही उहिलेको जन्ममा मेरो मम्मीको नाम यशोदा थियो अरे अनि मलाई दही खुवाएर पालेको थियो त्यति बेला त मेरो रङ पनि निलो निलो थियो म यस्तो मान्छे जस्तो देखिँदैन थिएँ अहिले पो कलियुगमा आएर मान्छे जस्तो देखिन्छ ल फाइनली गाइज हामी मेरो गाउँमा इन्टर गरेको छौँ यो गाउँको नाम चाहिँ फेरि के अरे काला हुन्छ ए के अरे कुमारखत सुमा सूर्य टोल त्यत कुमार खत सेउती फुलपारी ए सूर्यटोल जुन भवानीपुर जुन गाउँमा सूर्य लाग्दैन त्यही गाउँको नाम सूर्यटोल उहाँ माथि चाहिँ पानी ट्याङ्की रहेको छ गाइज जहाँबाट हिमाल भरे हाम फालेर सुसाइड गर्छ मुनारीको लागि जुन गाउँमा सूर्य उदाउँदैन त्यही गाउँको नाम सूर्यटोल रहेछ हेर यस्तो छ जिन्दगी जसको टाउको कपाल छैन ऊ नै सिङ्गल अरे फेरि जो चाहिँ एक नम्बरको हरामी छ त्यही सोचो अरे फेरि आफूलाई नै हेर त्यो त तिमी हो नि त्यो त तिमी म त हामीतिर नि त सोचौँ म त्यही त तिमी आफूलाई सोच त छौ एकदम हरामी थियो ऊ अस्ति यहीँभित्र चढ्ने हो क्या हो आज हामी लाग्दैन हो म ढोल जान्डो बजाउँछ तिमी नाच बाटो त चलतिर हो अब खुला छ भने त हेरिदिउँ न बसेर कति भयो टाइम कतै छ र यता हो बाटो त जाउँ न ए बन्द छ क्या मूर्ति हेर्नुहुन्छ त्यो सुन्नेमा पाएको यहाँबाट देखाएको त्यो पारङ के हो के मस्तो देखिन्छ त पारङ त पारङ पनि मस्तो देखिँदो रहेछ के चाबी लगाएको रहेछ किन किन पारङ त मस्तो पो देखिँदो रहेछ हो तिमी नै पारङ तिम्रो सुम्नीमा तर्रामा तिमीलाई परिरहेछ सुन्निमा फेरि कमी छैन फेरि के भएको सुन्निमा नामै सुन्निमा भिडियो भन्दा बिल्ला हुन्छ नि यो चाहिँ फेरि सूर्यटोल पेनाङको गाउँ जुन गाउँमा सूर्य लाग्दैन अहिले मलाई गफ म भिडियो बनाएर अहिले हामी चन्द्रको बहिनीको सोचेर आइपुगेको चाहिँ यो चाहिँ फेरि यो चाहिँ हाम्रो फेरि चन्द्रको बहिनीको ससुराली रहेछ यो होइन हामी चाहिँ चन्द्रको बहिनीको ससुरालीबाट फर्केको छौँ चन्द्रको बहिनीले सुख पाउने रहेछन् मैले यस्तो हेर्दा यति राम्रो घर थियो चिटिक्क परेको चन्द्र हेर बहिनी दिँदा हुन्छ म ढुक्कै छु घर छेउमा भाले रहेछ सुत्केरी हुँदा भाले काटेर खुवाउँछ छिमेकीहरूले भाले सुत्केरी हुँदा छिमेकी एक एउटा भाले दिन्छ होला
चन्द्र के नामको फ्युचर आउँदै रहेछ टिला फला भन्दै ओइ यो के हो फेरि आमा लिची नि केटा लिची मेरै लागि यस्तै छ त यो त यो हेर्छ यो कुन चाहिँको गर्लफ्रेन्डलाई मनपर्छ होला सबै कलरको निकालिदिएको थिएँ उयो सबै कलरको हुन्छ यो फुल पहेँलो छ रातो छ कालो छ सेतो छ पिङ्क छ येल्लो छ सब निकालेको थियो कुन चाहिँको गर्लफ्रेन्डलाई मन परेको थियो होला त्यो फुल हुन्छ फुल बनाउने हाइब्रिड बनाउने सब कलरको निकालिदिएको छ यता सर्टकट अब हामी सर्टकट बाटो जाँदैछौँ हाम्रो के नामले सिटी अटो चढेर आउँदैछ भिडियो चल्दैछ कि चल्दैछ बिचरा त म रोकिँदैछ सायद त 1 मिनेटको टाइम चल्न ध्यान दिएर त्यो गाडी चलाउने के नाम कर्नर कस्तै होला मेरो भन्दा नि लाग्छ के नाम कर्नर के नाम हो क्या भने लगाइसक्यो के नाम के राखेको छ हौ के नाम के नामले थुप्रो राखेको रहेछ टोइलेट सफा गर्ने टोइलेटलाई क्लिन चम्काउने चस्मा लगाएर चस्मा पनि केटा इभन चाहिँ खिच्चे खिच्चे यतिमा चढेर मेरो दाइले आम्मा हेर न फेरि आम्मा डेन्जरै निस्किन्छ नि यो त फेरि कुन स्कुलै हो नामै खत्तम रहेछ फुजिसन ओइ के हो नाम यो फुजिसन ओइ अलिक राम्रो नाम अलिक राम्रो नाम राख्नु नि फुजिसन यो के हो बिल्डिङ हो कि चर्च हो ओ यो त चर्च जस्तै देखिन्छ त पोस्टर के छ बिल्डिङ के छ यसको के हो यो अनलाइन क्लास पढेको डिजाइनर के हो यो हेर्नु किन आर्किटेक्ट रे अनलाइन क्लास पढेर गाइज डोन्ट गो आन्टी भएछ गाइज पोजिसन नै रहेछ जसको फ्युज उठेको छ त्यसले पोजिसनमा पढाउँछ नत्रमै हामी यस्तो सोचेर पढाउँदैन है पोजिसनमा नामै पोजिसन के सोचेर राख होला पोजिसन भनेको जापानिज भाषाबाट कि फुजीको छोरा कि फुजीको छोरा पोजिसन भनेको जापानिज भाषाबाट हिमाल अरे तिम्रो नाम कस्तो यही गाउँ सूर्य टोलमै भेटिँदैछ अचम्मको नाम फुजिसन के नाम यसको उसको भाइ ह्याम्बी यही गाउँमा भेटिँदैछ अचम्मको नाम चाहिँ फुजिसन भनेको तिम्रै नाम हो त हिमालको जापानिज नाम फुजिसन फुजिसनलाई हिमाल भन्छ सूर्य टोलमा सूर्य लाग्दैन तर नाम चाहिँ अचम्मको राखिँदो रहेछ किन भन्दा डेन्जर नाम भेटेँ मैले फुजिसन अब पोजिसनमा धान रोप्नुपर्ने अरे यो हर्काको कलेज हो कि हर्काको कलेज हो कि धान रोपाउँदैछ त हेर केटा श्रमदान गरिहाल तिमी अब यहाँ बेल हान्नै हाल हेर तिमी हर्काको सपोर्टर भएर के भएर गयो यो बाटो बनाऊ भोलिदेखि बेलचा हान्न लिएर आइहाल हेर हाम्रो देशको यस्तो जनताहरू जुन आफ्नो गाउँको बाटो बनाउनलाई पनि लाज पर्छ तिम्रो हातले आधी क्यामेरा मेरो गाउँमा भएकै मैले बेलचा के अरे सब मान्छे बटो लिएर पनि बनाइसक्थ्यो होला मैले गाउँको रोड यस्ता मान्छे छ फुजिसनको स्टुडेन्ट नामै फुजिसन के स्टुडेन्ट पनि हामीलाई के नाम सेपिङ ब्राइट माइन्ड्स टुडे फर स्ट्रङ्गर टुमरो यस्तो राम्रो लक्ष्य हालेको छ तिमी खोइ
बाटो बनाऊ बाटो बनाऊ पक्कै बालेको सहमति कसरी सुकुम्बा चाहिँ हटाउने कहाँ छ यता के छ यता बाटै बाटो के बाटो आएको जस्तो लाग्यो त अघि यहीँबाटै त आएको बस यता पनि सर्ट गरौँ न उता घुमाएर बस मलाई बस्न देऊ यो चाहिँ फेरि सूर्य टोलको होइन यो स्विट होइन यो सेरा खोला सेरा खोलामा सेरै छैन रहेछ आयो सेरा कस्तो यताबाट भयो ऊ त्यो चाहिँ फेरि के नामको नयाँ घरै फेरि अरू लोकसेवामा नाम निकालेर भ्रष्टाचार गरेर बनाएको घर हो त्यो यो मान्छेको अनुहारै हेर्दा भ्रष्टाचारी जस्तो छ नि हुँदै राख्दैन भ्रष्टाचारी यो मान्छेको अनुहार हेर्दा मुसुक हान्दैन भ्रष्टाचारी देशद्रोही नेपालको पहिलो किराँत प्रधानमन्त्री देशमा काम नलाग्ने भनेकै एउटा अनुहार यही हो विदेशमा काम नलाग्ने भोलि पर्सि दुबईको बेल्चा हान्ने पनि यही अनुहार हो म त होटल गर्छु मेरो बाबु होटल छ हातमा जादु छ बुढीलाई त यही हातले पाएर पालिदिन्छु के भनेको केटा हो मेरो होटलको नाम पनि थाहा होला तिमीलाई हिमाल होटल जहाँ कोही नजानु होला ओरिजिनल ब्रान्ड हिमाल होटल म अब मेरो घरको लोकल रक्सीलाई प्याक गरेको छु हिमाल ब्रान्ड भनेर कोठाभरि राख्छ सबै दर बिक्छ एक बोतलको 60 रुपियाँ 80 रुपियाँ 100 रुपियाँ प्याकेजिङ हो एक बोतल जसले पनि दिन्छ साँच्ची कति रुपियाँ पर्छ 80 रुपियाँ हाम्रो ब्रान्ड हो नि तिमीले जस्तो लोकल होला ब्रान्ड के भनेको ब्रान्ड के भनेको यस्तो गर्छ नि एउटाले ब्रान्ड हो एउटा आलुले गर्छ नि पुष्पा ब्रान्ड हो त्यही ब्रान्ड हो त्यो जुन ब्रान्ड नानीले पनि को थियो आया शेरको कुठामा एउटा राम्रो गीत निस्केको छ मेरी सपनों की रानी कब आएगी तू कोही हो ए होइन रहेछ अर्कै कलेजको सहिद यहीबाट त मैले तिमीलाई भनेको होइन सहिद अनि म तिमीलाई पहिलो 5 मिनेट यहाँ को झरेको छ त्यहाँ पक्कै त्यो रहेछ 10 जनताबाट झरेको छ त्यहाँ एकजना झर्छ त जनता यहाँ मैले बचाएको पनि यहाँ झर्छ त्यही हो क्या होइन क्रिस्चियन हामीलाई फेरि म त पक्का अम्बुल्यो नि फेरि सफारी ओहो लासको लाली ओढेर आइदेऊ न सफारी मेरो सँगै जान्छ नछोड्यो मायाले बोलेको न आँखा त राम्रै छ चिटिक्क परेकी मोरी हेर्दै गएँ भाइ अहिलेसम्म टल्किन्छ त त्यो मान्छे त कति गोरी अहिलेसम्म टल्किरहेछ सिटी 2 किलोमिटर टाढा पुगिसक्यो त्यहाँदेखि टल्केर देखिरहेछ कुद्दिम क्या हो केटा फ्ल्यास थाहा छ नि गिरी मलाई फ्ल्यास हिमाल पनि सुई हुन्छ अब तिमीले सुई त चाहिन छ त सुई नि हाउ आई एम चाइनिज ब्रो नि हाउ पक्कै चाइनिज ड्रामा आउँछ थाहा छैन भेट्छु
अनि अरू त राम्रो लाग्छ नि तर चाहिने ठाउँमा त्यो चाहिने ठाउँमा केटी आमा केटीहरू कति राम्रो राम्रो हुन्छ र हजुर त त्यो केटीहरूको लागि पनि एक दुईवटा त एपिसोड हेरिदिन्छु म पनि कोही अनि त्यो एक्ट्रेसहरूले नि हब्बु कि हब्बु भन्छ हब्बु कि हबीलाई के भन्दा हनी भन्दा ट्रान्सलेसन आउँछ हब्बु भन्छ अनि यस्तो हेर्छु आम्मा यति राम्रो केटीहरू हब्बु भन्दा त मनै चञ्चल पार्दो रहेछ तिमीले अब चाइना जानु त सिरियल खेल्न म त ड्रामा खेल्न जानु पऱ्यो चाइनिज ड्रामा गएर एउटा रोल चाहिँ लिनु पऱ्यो चाइनामा केही त्यो ड्रामामा फेरि केही रहेन छ जहिले दुई चार हेर्छ पनि डिभोर्सै मात्रै देखाउँछ कि केटाले दिन्छ कि केटीले दिन्छ त्यतिमा त धेरै फरक छैन अब कि त्यो केटाले नै दिने डिभोर्स कि केटीले दिने हेर पोजिसन हेर त्यो पोजिसनको बोर्ड यस्तो कलेज बोर्ड चाहिँ यस्तो रहेछ माथिको टुप्पो बनाउनु बाँकी रहेछ त्यो पोजिसनको मैले बुझिसकेँ अब टुप्पो कहिले बनाउँछ नि त्यो पोजिसन देखिन्छ यसले चोरेको रहेछ इन्डियाको डिजाइन यो त इन्डियामा जस्तै यस्तो डिजाइन इन्डियामा देखिरहेको छ नेपालले सबै कपी गर्ने नेपालमा केही ओरिजिनल छैन पक्का पोजिसन पनि त्यो इन्डियाकै कलेजको नाममा के हो त्यो एलियन एकाडेमी एलियन त नि ALIN एकाडेमी ए जय श्रीराम भजन हो ए जय श्रीराम भजन राम राम सीताराम कति मिनटको भयो 12 मिनट सीताराम सीताराम भिडियो चन्द्र सुस्मिताको लागि घर बनाउँदैछ त्यहाँ तलबाट सुस्मिता माथि चन्द्र तल सुस्मिताले भनाइदिने चन्द्र फेरि नजिक गएर बस्दिने खतरा भगाइदिँदैछ चन्द्रले सुस्मितालाई ल चन्द्र गएको ल चन्द्र सुस्मिता गएको बाई बाई चन्द्र बाई बाई राम्ररी फकाउ ए बहिनी ए हिल भ्यू एकाडेमी कहाँ छ भ्यू खै भ्यू यो भइदियो ए ऊ यहाँ रहेछ हिल ए जस नाम ठिकै राखेको छ हिल हो फुजिसन त होइन नि फुजिसन अमूल्य टो शर्मा छ बोर्डिङ स्कुल फुजिसन शर्मा त रे कुन चाहिँ शर्मा छ हो फेरि केटा फुजिसन नो फुजिसन पढायो भने यस्तै केनाहरू मात्रै जमिन्छ म फुजिसन पढेको होइन त मेरो भाइ पढेको भाइको सर नि त दाइलाई रोग सानैदेखिको म भनेको सरकारी गरिब मान्छे सरकारी भाइको रोग सरे क्या दाइलाई यस्तो छ होइन कोही पढ्ने इङ्ग्लिस मिडियम पढ्ने हामी भनेको सरकारी गरिब पढेको गरिब परिवार गरिबको अनुहारहरू थाहा हुन्छ 20,000-2,000को चस्मा लगाएर हिँडिरहेको छ यहाँ यहाँ खाली आँखा 2,000को चस्मा लाउनु र खाली आँखा हिँड्नुको अब के भन्नु गरिब को गरिब मै हो गरिब अघि 250 को चाउमिन खाएको 20 रुपियाँ मान्छे होइन 50 रुपियाँ महिनाले अब बुझिहाल्नु गरिब को हमै गरिब जम्लिएर चिनेको छौ देखेको छु देखेको त छुइनँ तर त्यहीँनिर छेउमा चाहिँ छिटाएको हुन्छ उसलाई हुन्छ नि त अप्ठ्यारो हुन्छ नि त उसको बोल्ने साथी कोही छैन उसको तिम्रो बहिनी त्यही भएर त
अब हामी चाहिँ पृथ्वी चोकमा आएको छौँ के भन्नु हामी पृथ्वीमा चाहिँ पृथ्वी चोक आयो हामी अब चन्द्रमा गएँ के भन्नु चन्द्रमा चोक जङ्गल हुँदै जाने कि बाटो भएर जाने जङ्गल हुँदै जाने जङ्गल जङ्गल हुँदै जाने पुगिन्छ नि तर फेरि पानीहरू आउनु सक्छ अहिलेसम्म त्यसरी बाटैबाट ओइ तर छैन होला पानी त कोहो ए आन्टी एकचोटि रिस्क लिने है त है तपाईँ त्यो नजलाऊ व्यर्थै छाती ए आन्टी नै रहेछ नानी कहाँ होला पनि सिकाउँछ देख्नुभयो गाई यो मान्छे देख्नुभयो गाई यो मान्छे कस्तो घटिया छ नानी कहाँ होला पनि नानी भनेपछि बुझिहाल्नु केटा हो नानी नेचुरल स्टार नानी आफै रोकिँदैछ रहेछ के यस्तै हो अब मस्त खतरा अन्जेल पुगेपछि यत्रो बोले पछि एउटै आवाज बुझेन भने त्यही हो नानी ए मलाई बेइज्जत गराउँछ न ए पलट मेरी जान हेर्नुहोस् सबै मान्छेसँग हिँड्नु त मान्छेसँग नहिँड्ने मान्छेले भएको इज्जत पनि बेचेर खाइदिन्छ इज्जतै भएको छैन इज्जतै छैन मान्छे के बेचेर भन्दा चाहिँ धेरै नै छ मेरो भन्दा धेरै छ इज्जत नभएको मान्छेले मलाई त्यस्तै देख्छ इज्जत नभएको मैले यो गाउँमा गएर अहिले उता खायो भने दिन्छ होला यो मान्छेले बरु दिँदैन होला मैले बरु यो उधार खायो भने दिन्छ होला मलाई त्यति सोझो खान्छ मान्छेहरूले चाहिँ सोझो देखिन्छ देखिँदैन अब यो आँप टिपेर खायो भने अम्बक आँप पनि रहेछ केटा हो यो घर होइन जङ्गल लाग्यो यहाँ साँप आयो भने थाहा हुँदैन साँप त्यस्तै घरमा म बस्दा त मजा आउने हो यस्तैमै हो यस्तैमा बस्नु त मजा आउने हो त के भने पानीले गाह्रो पर्छ पानी परेको दिन रेकेडा हुन्छ यो आँपमा चाहिँ पक्कै राति किनेर भएको हुन्छ त्यही पनि आँप छैन यसमा यसमा चाहिँ चोर्न सकेन क्या हाइब्रिडमा चाहिँ के हो दुध दही खाउँ न त अगाल दही दिनु त मान्छे कुरा खाउ जस्तो छ आन्टी कुर्मिरे छ ए छैन ल गएको आन्टी ए आन्टीले कुर्मिले खाऊ भन्ने बाबु सोध्दै थियो ल आन्टी राम्ररी जानु यो मान्छे देविकाको मायामा पागल भइसकेको छु मैले सम्हाल्न सकिरहेको छुइनँ यदि कसैले मेन्टल हस्पिटल चाहिँ छ भने कल गरेर पठाइदिनु ओ माई गॉड नालाबाट पानी निस्कियो ओ माई गॉड वाउ यो सबै हर्को सामानको कागज नै हो वाउ नालाबाट पानी निस्कियो वाउ ओइ के राख्छ के गाइस बनाना बनाना भन्छ नि एउटा बनाना भन्छ जस्तै बनाना यता बस्छ त क्यामेरा लौरे म त सोच्दिनँ भक्त मजा आउँछ रेकर्ड कति राम्रो आँखा थियो त्यो नानीको यस्तो हेरेको नि आम्मा यति राम्रो नानीको आँखा आज जोडी मात्रै हिँड्छ के भन्नु म पनि अब जोडी बनाउनु पऱ्यो एउटा मन अब कपाल कटेन कोमा कट भन्छ त्यसलाई त्यस्तै पार्नु पऱ्यो अनि जानु पऱ्यो जोडी बनाउनु केही छैन ठिकै छ यति पनि मार डाँडा ओहो मार डाँडा हेर गाइस यहाँबाट एउटा बाइक गएको छ बाइकको अगाडि सिटी गएको छ सिटीमा एउटा राम्रो केटी बसेको थियो त्यही केटीको पछि त बाइक गएको त्यो बाइकको मान्छेको नाम चन्द्र लिम्बू हो केटीको नाम बुझिहाल्नु त्यही हो कमेन्टमा गर्नु यस यो ओ जाने जाना ढूंढे तुझे दीवाना सपनों में रोज आ जिंदगी में आना सनम र गाइस हामी चाहिँ 20 मिनट हिँड्न सकेको छौँ कसरी थाहा पायो भन्दा मैले भिडियो ब्लग बनाएकै 20 मिनट भयो आई एम इन्टेलिजेन्ट दिमाग भाषा दिमाग
हेर केटा हो गाह्रो छ नि मान्छेसँग जे छैन त्यही देखाउँदैछ मान्छेले। गाह्रो छ नेपालमा आमा बुढाबुढी मात्रै निस्किनु छोरी निकाल्नु न हो यस्तो लक्खा जवान हेर सिङ्गल छोरी जति सबै पार्टी चढ्ने जाने ठाउँमा छ। यस्तो लक्खा जवान हेर्दै जय लक्षण भएको जय बनाउनु जस्तो लाग्ने मान्छे अगाडि छोरी निकाल्नु नि के आफै निस्केको को लड्यो के मान्छे सिङ्गापुरै हो क्या यहाँ त अस्ति आएको जस्तै लाग्यो यहाँ त अस्ति आएको जस्तो लाग्यो ड्राइभिङ सेन्टर सर्ला ड्राइभिङ सेन्टर। यहाँ अस्ति आएको यस आई नो दिस प्लेस म यहाँ अस्ति आएको थिएँ के गर्नु सिटीमा कहाँ ए उता पिकनिक जग्गा ड्राई पिकनिक नो डराई पिकनिक जाँदा अब हामी चाहिँ यस्तै हो आन्टी सन्चै हुन्छ खानु भयो ए ठिकै मान्छेले गद्दारी गरेर मलाई ड्राई पिकनिक लगेको छैन गाइस। त्यो मान्छेलाई के छ अहिले जति खोल्छ यो मान्छेले त कहाँ देखिरहेको छ अब को मान्छे त्यो मान्छे आँखाले देखिहाल्यो ए आन्टी सन्चै हुन्छ ए ल ल गएको ल आन्टी पनि यहाँ सबैले चिन्छ नि अङ्कल खानुभयो त्यस्तै आन्टी लाग्यो कि हामी कता होइन त्यस्तै आन्टी अर्कोचोटि आउन पाउन मलाई सबैले बोलाउँछ क्या सबले चिन्छ मलाई गाउँमा ल अङ्कल लागेको म पनि अब यसो लौरे खाना के भने ब्रिटिस त सकिनँ भने नेपाली हामी खाएर आउँछु ल ल गएको अङ्कल सबले चिन्छ मलाई के भएको सबले बोलाउँछ त मलाई त चन्द्र सुस्मिता यहाँ सुस्मिता रिसाइरहेको छ। चन्द्र पनि यहाँ पकाउन सकेर थाकेर बसिरहेको छ। चन्द्र खायो खायो क्या हो खाइस सुस्मिता रिसाएर ऊ पनि अपसेट छ। हामी लागेको छैन भन्नुभयो भइसकेकोमा आएर छैन भयो ल हामी लागेको आन्टी हेर तिम्रो फेभरेट स्कुल खुजिस् फुजिसन काम छैन केटा हो जसको फ्युजन उडेको त्यही फुजिसन हो बुद्ध चोक पनि आइसकिन्छौँ त राम गाइस के हो हामी त यार पृथ्वीदेखि बुद्ध पुगिसक्यौँ भोलि राम चोक भेट्छौँ हामी राम भाइ चाहिँ के कति वर्षको लागि यो चाहिँ फेरि तेरे नै खोला राम भाइ कति वर्षको लागि खोइ थाहा छैन राम गएको चाहिँ थाहा छ कति वर्ष होला बिमल भाइले सोधिनँ पनि भन्थ्यो ल सोधि के मुझे आइफोन आउँदैन मलाई 70 वर्ष भनौँ के थाहा पठाइदिइहाल्छ भन्न त भनेको थिएँ धेरै होइन 4-5 वटा आइफोन बोकेर चाहिँ एउटा चाहिँ मलाई यस्तो मुखमा फालिदियो भनेको चाहिँ अलरेडी खुलिसकेको छ भएको पनि के हो खुमी सुमी एसआर ग्यारेज जिग्री एसआर तर यो मान्छे सुमीकोमै जान्छ गाई नो ब्रो चिक्री राम्रो छ चिक्रीमा चटपटे राम्रो कता है त राइट हामी चाहिँ बुद्ध चोक कटिसकेको छौँ कट्टा आँटिसक्यौँ र यो एकपल्ट राखेपछि हामी बुद्ध चोक कटिनेछौँ कटिङ आमा यो नि त नजारा उही के हो मखमली पचौरीले सानो लाग्दछ बादल थ्याङ्क यू यो मान्छे चाहिँ भएको इज्जत पनि फलाउँछ मेरो मनमा राखेको छु यो मान्छे चाहिँ भएको इज्जत पनि फाल्दैछ को होला त्यो आँखा जुदाउने नचिने मलाई तेरी लजाउने डाँडा पारीको गाउँमा ब्रो हामी कहाँ आइपुग्यो अब आइपुग्नु आइटम सन्डे हुन्छ यति छिटो आइपुग्यो यति छिटो मलाई कति हिँड्नु सक्यो 20 मिनट 25 मिनट हुँदैछ फेरि घर पुग्नु फेरि आउँ
यताबाट गइरहँ न त्यस्तो जङ्गलै जङ्गल हामी चाहिँ अब यो तामाङ टोल हो कि क्या जस्तो लाग्छ मलाई ओम माने ओम ओम माने ओम ओम माने ओम यहाँ चाहिँ सोनाम लोसारको दिन सबै भइभरको नेपालभरको यहाँ चाहिँ सोनाम लोसारको दिन भइभरको सबै तामाङहरू आउने गर्छन् त्यति बेला चन्द्र एकजना लिम्बू पनि तामाङहरूको तामाङहरूको ग्रुपमा भेडाहरूको ग्रुपमा बाघ छिर्न आउँछ तर बाघ त नभएन पनि केटोलाई केटो बस हेर गाइस भन्नु पर्दा एउटा जरुरी कुरा भन्नु पर्दा वाट इज दिस के हो बाटोमा यो दोजी दुनियाँको चन्द्र रिसाउँछ है चन्द्र रिसाउँछ चन्द्रको ससुरालीमा यस्तै गर्छ सबैमा छ त सबै तामाङ हो क्या ओम माने ओम छोरी मलाई बनाइदिने तामाङ त आउट अफ लिग होइन तिम्रो त ओम माने ओम जय आउँदैछ त्यो आन्टीहरू पनि राम्रो राम्रो त्यसो तामाङ आन्टी लभर गाई भन्छ सर्टिफाइड आन्टी लभर हिमाल द आन्टी लभर गाई त्यही हो कति छिटो आयौँ हामी एकछिन डुलेर आउनुपर्छ भित्र हामी गाइस त्यहाँभित्र नजाने हामी एकछिन उता डुलेर आउनुपर्छ 1 बजीमा आउनु पर्ने सुरु त एक बजीदेखि हो 20 मिनट बाँकी रहेछ घुम्ने ठाउँ छैन हिँडेर माथि गएर बस्नु मैले भरेतिर घुम्नु यसो भित्रतिर गएर मन्दिरहरू तिमीलाई हेर्नु मन्जिल त के हो मन्जिलको बिहा मन्जिल आज मलाई हेर्ने सर ओम माने ओम ओम माने ओम गाइस यो चाहिँ हाम्रो किरातीको झन्डा एकजना मात्रै राइरहेछ भनेको त कुन स्कुल हो यो कहाँ लेखेको होला भाइ पोजिसन त होइन यो गाइस यो पनि पोजिसन निस्क्यो भने चाहिँ ए यो त त्यो अर्कै रहेछ बाल ब्रियस्य बाल बहुभाषी बहु ए बहुभाषी बहुमुखी बहुभाषी अस्ति हामी यहीँ आएको थियौँ अस्ति यहीँ आएको थियौँ ए तिमी भएर नजिकै यहाँदेखि लु अस्ति म यहीँ आएको थिएँ तिमी त कहिला हो अस्ति एकचोटि यहाँ चाहिँ हेर्नुहोस् गाई चन्द्रको गुम्बा रहेको छ यहाँ चाहिँ तामाङहरू गर्न आउनु यो ठाउँ आएर पनि केराम लिन आएर मलाई त 25 मिनट पनि हिँड्न सकेन मलाई मेरो लागि कहिले पुरा फेरि आउँला अस्ति म यहाँ आएको भनेको थिएँ नि तर यहीँनिर आएको यहीँ आएको ए यस्तो यस्तो दोस्त हुन्छ तिमीले तर्रा भनेको यो तर्रा होइन तर यो त भनेको तामाङ टोल मलाई के थाहा यो कहाँ हो अनि तर्रा भनेको खानेमा चढेर खानेमा पानी चढेर नि दुई बाटो देख्यो दुई बाटो अरे हामी दुई बाटो भन्नु एउटा छोडिदिन्छ कि हर्क सम्पानको समर्थक गाई होइन नि गाई चाहिँ हामी चाहिँ अब यस्तो भित्र मन्दिरहरू रहेछ जस्तो अनुभव गरिसक्यो मैले मन्दिर सन्जिल गएर मलाई लागेको थाहा हो हामीले हेर्ने भनेको लाउँ क्या म त एकछिन है हान्नुपर्छ क्या राईहरूको सबै हामीलाई गरिब के अब बच्चा विषयहरू हामी कहिले काहीँ आउँदैछौँ रामदिनीबाट हेलो जाउँ न अगाडि राख्नु तिमीलाई मन्दिरहरू बसिरहेको मन्दिर अहिले हेर्ने होइन भने आज हामीलाई मन्दिर हेर्नेछ आज हामी फेरि ठुलो ठुलो काम गरेर आउनेछौँ पोइन्ट आइसकेको छ सफारीमा अब हामी
मन्जिल चाहिँ होइन रक्सी खाना चाहिँ हिँडेको हामी 3 डब्बाका जान नखाइकन त उठ्ने होइन हामी के नाम चस्मा खोलेर लड्छ चार त भरे फ्रीमा दिइहाल्छ चस्मा खोलेर के नाम लड्ने जस्तो छ म चाहिँ चस्मा त छैन चस्मा फालेर लड्छु के आज चाहिँ फेरि घर पुगाइदिन्छु तर ल अहिले हामी त यो भन्नुपर्छ कि ओइ काम के छ र त्यही छ नि फेरि जानुपर्छ ल पुगेर हाम्रो के नाम चाहिँ La 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 la. हाम्रो के नामले चाहिँ अफिस बन्द गरेर आएको छ एकछिन उता पुऱ्याउनु दियो अब त तर थाहा छैन बुझाउन पुऱ्याउनु महार मागु भूल मागु ना भार किरात यहाँ का झुम्का हुम्ला हुम्मा हम्मा हम्मा हम्पा के लेख्छ छुम्पा संस्कृत पूजा स्थल इटाली ए दर्शन चाहिँ गाइस अब हिमालले यहाँबाट सुसाइड गर्न लागिरहेछ आज किनमले एउटै पनि केटी पटेन भने आज म एउटा आमालाई मर्छु ओहो चन्द्र चन्द्र भेट्यो गाइड चन्द्रले आफ्नो नानी पनि बोकिरहेको छ सुस्मिता चाहिँ कता गइसक्यो भने सपिङमा गएको होला चन्द्रले नानी खेलाउँदै बसिरहेको छ अहिले उफ्रेर आयो चाहिँ छोडेर उफ्रेर हाल्ने गाह्रो पर्छ चन्द्र होइन के गर्नु आज उफ्रेर हाल्ने गाह्रो पर्छ चन्द्र पुरा नानी खेलाइरहेको छ सुस्मिता पनि चन्द्र सुस्मिता बाई बाई सुस्मिता फाइनली गाइस चन्द्र र सुस्मिता भेट्यो अब चाहिँ के खालको भित्र चाहिँ जानु होइन यत्रो जग्गा दिएको मलाई आएको पारा खोल्थेँ म होइन अब चाहिँ भित्रतिर बस्नु रुख काट्दै रुख काट्दै ट्रियसमा बनाउँदै बस्थेँ हेर्दा यत्रो गर्छ खाली मलाई दिनु नि दिन्छ होला नि त माग्यो भने सरकारले म अब त्यति पैसा तिर्छु भन्नु लिजमा लिनु पऱ्यो एउटा यति जग्गा यहाँ अनि म आर्टिफिसियल झर्ना बनाउँछु भिडियो रोकिसक्यो अघि चाहिँ रोकिएको छैन 30 पछि म चाहिँ आर्टिफिसियल झर्ना बनाउँछु अब साकेला डाइट नै सुरु हुन्छ कि एकछिन गफ भाषण हान्छ भाषण हुन्छ त्यसो भाषण के सुन्नु यहाँ बसेर एकछिन कतै बस्नु हुँदैन सुरु हुन आँटेछ अब सबै चेक गर बस्ने समय पनि छैन कतै भित्र छ चौतारीहरू पढ्नु खोइ कहाँ छ भित्र छ त यो होइन भित्र भित्र त्यो होइन यो त बाहिर उयो बस्छ मिनी हाम्रो त्यो च्यान त्यसको चिया त्यस्तो अब यो चाहिँ हिमालको आइसक्रिम खेला हो हिमालको रश्मि ठाउँ त छैन कहाँ बस्नु त्यहाँ चाहिँ गरेर नबस्नु यहाँ बस्नु भित्र देखेन चौतारी कुर्सीहरू त्यो कुर्सी कहाँ बस्ने हो चौतारी भाषण कस्तो हुन्छ
हामी यसो 2-4 हामी पनि ए यहाँ धर बस्नु न त्यो बुढा बसेको ठाउँ यस्तै इलामा कहाँ अब केटा हामी मिनी ए उता नि अब हामी मिनी हाल्न थालेको केटा हो हेलो गाइस हामी चाहिँ चन्द्रको यहाँ गुम्बा आइपुगेको छौँ पछि चन्द्र र सुस्मिताको बिहे यहीँ हुन्छ चाबी लागेको छ भन्छु तर आज चन्द्र घरमै बसेको कारण गुम्बा पनि बन्द रहेछ न त केटा सुस्मितासँग यहाँनिर चन्दा उठाउनुको लागि गुम्बामा बसिरहेको हुन्छ यही कुरामा ताली फुटाइदियो फोटो खिच्ने त यहाँ उभियो कुरा नसकिने यहाँ अब हाम्रो के नामले ब्रेकअप भएपछि ज्यान बनाउँछु भनेर यहाँ जिम आएको छ नेपाली जिम कोही आउँछ कोही जान्छ आउनु जानु यस्तै हो तर के नामले अब बडी बनाउँछ अलिक छिटो के नाम भएन कसरी उसले छोडेर गएको थियो तिमीलाई याद गर कसरी छोडेर गएको थियो उनले अलिक बल्ल उसलाई सम्झ उसलाई सम्झेर भयो अब तिमी चाहिँ नखेल्ने म त त्यो नखेल्ने खोइ आयो त कहाँ आएको बस न गर न म त ह्यान्डस्टिङ गर्नु पऱ्यो भनेको बिल्ला के को बिल्ला ह्यान्डस्ट्यान्ड चाहिँ भनेको मेला लाग्यो केटाहरू अरे बल्छी पुगेर र यहाँ हाम्रो हिमाल डनले जिम्नास्टिक देखाइरहेको छ फ्यागु त उभिएर चाहिँ अब उफ्रिन्छ हाम्रो फेरि अब गर न एक्सर्साइज गर देविकाले भाउ नदिएपछि यहाँ ज्यान बनाउनुको लागि केटो मेहनत गर्दै गइरहेको छ त्यो बिग्रेको होला यो चाहिँ के घुमाउने त्यो चाहिँ सुतेर गर्ने होला कोही कोही मान्छे देविकाले धोका दिएपछि यहाँ ज्यान बनाइरहेको अवस्था हो यहाँ के हो केटा हो 99% एक साल सक्दैन बसिरहेको आम्मा कस्तो राम्रो लाग्यो राम्रो लाग्यो
त बसेर होला के फाइदा नि यस्तो दिएको हातको लाग्यो तिम्रो पो हातको साथी हुन्छ मेरो त के हुँदैन उता जङ्गल छ उता चाहिँ अब कता जाने जवानीमै गएछ जवानीमै गएछ जाने गइहाल्छ कति वर्ष भएको 51 72 82 भने चाहिँ 60 वर्ष 21 22 वर्ष के गरेर भएछ लेखेकै होला के मन्जिलको लागि गीत हिमाल एउटा मंजिल को जिया तो क्या जिया मंजिल को जिया तो क्या जिया के त नि मन्जिलको लागि एउटा गीत त्यो ओठमा हाँस्न पाए त्यो आँखामा बस्न पाए यो एक लडकी जाने कहीँ छुट्दैन रहेन सब ठाउँमा रहेछ बोर्ड चाहिँ जैसे मुर्गी की टांग जैसे पोथी की चाल जैसे गुम्बा का हाल जैसे मंदिर में तार जलता दिया एक लड़की को देखा तो ऐसा लगा थलापति थलापति पट्टु पट्टु आँदेखि आया से चड्डो आने मन आया से पहाडदेखि लाएँ मैले आया से प्याराडाइसको आफ्नो घर आया से चढलो बाडलो जाडो लाग्यो बाडो चढ्यो बाढी आयो क्यामेरामा चाहिँ आएर जाडो पऱ्यो लुगा लगाऊ छिटो आऊ न छिटो आया से हेर्नुहोस् यहाँ हिमाल छ रियाक्सन मुनारी चाहिँ छ बजाइरहेको स्वागत मात्रै गरेको हो क्या नाम कता गयो हाम्रो जति गर्दा ठिक भइन्छ सक्यो अब गाई चन्द्रले चाहिँ त्यहाँको मान्छेको आइसक्रिम खोसेर खाइदिइरहेको छ
भन कहाँ छस् के के भयो तामाङटोल तामाङटोलमा हो तामाङटोल ग्राउन्ड भन न फुटबल ग्राउन्ड ब्याग त अब मलाई के थाहा ब्याग त ब्याग चाहिँ भाइले किन बोकेर आएको नि पाण्डेसँग कलेज गएको थियो नि घर गएको छैन र भाइ बारिस्टा यिनीहरूले यता धपाए यता हामीलाई हिजो के खान्छ ए जस्तो खोस्देर खाइदिएछ नि त ऊ के चाहिँ हो पनि के चाहिँ हो त के खान्छ कहाँनिर छौ खोइ क्यामेरामा आयो निकालेर त बाँधा चन्द्र निकाल आउँदैन चन्द्र गाइज हामी आएको आउँदैछ एट्याक गर्छ कि प्याकेटै खोस्दिएको छ नि त बाँदर कुटेर खानु सुहाउँदैन ओ किन डराएको चन्द्र आयो चन्द्र गाइज चन्द्र बाँदर कुटेर खानु सुहाउँदैन अक्षय कुमार र बादल भाइ पर्छ नि हाउसफुलको भाइ पनि विदेश जानलाई बाटिस्ट सिकेको दाइले पढाउने पढ तिमी चाहिँ अनि अब ब्याचलर सकेर के गर्ने विचार छ नि जन्म जानु काम त लोकसित हेर्नुहोस् भविष्यको चन्द्र चन्द्र हामीसँगै छ चन्द्र सन्देश चन्द्र चन्द्र यता हेर चन्द्र सुस्मिताले आज केटोले बोलाएन जस्तो केटो पुरा रिसाइरहेको छ चन्द्र नरिस होला हामी आइछौँ हामी आइछौँ चन्द्र चन्द्र हाई गर हाई हेलो चन्द्र चन्द्र कस्तो रिसाएको हौ केटोलाई आज बोलाएन भनेर केटो रिसाएर त लास्टै चन्द्र यता हेर न चन्द्र हेर न चन्द्रले आज हेर्दै छैन चन्द्र आज साह्रै रिसाएर यसले आएर हानु भने चाहिँ बिजो हुन विदेशी सर्ट पो त यो फेरि मेरो सर्ट होइन कि चन्द्र हेलो चन्द्र चन्द्र म कस्तो रिसाएर हेरिदिएको चन्द्र यो फेरि मेरो सर्ट होइन कि खासमा एउटा भाइ त घरसेको भाइको लागि बेसी लगाइदिएको त मामाले उठाएर ल्याएको चन्द्र गयो रिसाएर गाइज चन्द्रले बरफ खान थाल्यो हिमालको बरफ खान थाल्यो चन्द्रले हिमालको बरफ खान थाल्यो हिमालको बरफ पत्ता चाटेर खाँदैछ चन्द्रले अझै खाँदै कि चन्द्र कस्तो मजाले खाएको चन्द्रले ल छोएन त के दिन फाल टोक्छ छोएन त चन्द्रले हेर्नु कस्तो मजाले त्यहाँ बरफ खाइरहेको छ चन्द्र अगायो चन्द्र नयाँ आउँदैछ कि गिफ्ट देवीका स्वागत गर्नु गइहालेको होला आइज चन्द्र आऊ चन्द्र आऊ आऊ चन्द्र बाबु चन्द्र लिम्बू जाउँ न अहिले ल हामी गएको ल चन्द्र लिम्बू बाई तिमी बस यहाँ सुस्मितासँग आराम गर हामी गाई चन्द्रलाई छोडेर गइरहेको छौँ केराबारी हो क्या यो त केराबारीमा आइपुग्यौँ कि हामी
गाइस हामी केराबारीमा चन्द्रलाई भेटेर अब घर फर्किँदैछौँ। केराबारी आइपुग्यौँ क्या हामी त। हामी केराबारीमा हो क्या चन्द्रलाई भेटेर घर फर्किँदै गरेको हो नि त। यहाँ सबैजना छ नि तर भयो भरेको त्यो उतापट्टि छ हाम्रो गाउँको। यो स्टेपहरू होइन हाडा स्टेपहरू खतरा हुन्छ। धेरै मान्छेको डरिन्छ कि आँखामा मन्दिरहरू हेर्ने चाहना। हाम्रो यहाँ हेर्नु हाम्रो विमल भाइ पनि मन्दिर हेरिरहेको यता अलि बेला यता एक दुई यता यता अनि मात्रै अब यता नाच्ने पनि कि हेर्ने मात्रै
के गर्नु यसरी हो एक ठाउँमा हाल्ने अगाडि जाने पछाडि आउने अगाडि जाने पछाडि आउने घुम्ने ल हिमालको चढी जान्छ हेर्नु अलिक पढाले घुम्न निकालेको यो कटिसक्यो यो कटिन्छ अब यो सबै तराभरिको नै त तराभरिको यता उता हाम्रो उता छ यतापट्टि अल्छी हो घरा नआएन कि क्या हो घरा पनि यति निकै यत्रो मान्छे त तरामा थियो त सब निकेको अब स्टेप चेन्ज गर्दाखेरि यस्तो गर्छ क्या अब नयाँ स्टेप निकाल्छ भाइ पनि त नाच्छ नयाँ स्टेप त्यहाँ धनुष यस्तो केटाहरूको ग्याङ हुन्छ तिनीहरू त्यस्तो टोकिरहेको हुँदैन अर्कै हो घुम्नुपर्छ मान्छे अहिले एन्टिमेन्ट हल्का हल्का यस्तो हुन्छ अब उतापट्टि घुम्छ फेरि अब यता घुमेर यता गर्छ अब फेरि राति आउँछ उता घुम्छ डेमो दोस्रो जानु जान्छ त भाइ बचाएर उयो भाइ छ एकजना चिनेकै भाइ कलेजकै भाइ पनि छ हेर्नु मन्दिर मात्रै खोजिरहेको छ मान्छेले कति भयो टाइम टिप्टन घर जाने होइन बजार जाने होइन कति जानुपर्छ भन्दा मेरो गाउँमा चाहिँ कति थोरै मान्छेहरू सबै आएको यतापट्टि कति ठुलो हेर हेर न कति ठुलो कहाँ जान्छ सिलिउले नै निकाल्छ होइन अरू एक कति हाल्छ
कुरेको मात्रै ताजा हुन्छ क्या केटाले कस्तो मजाले भन्ने थियो त्यो भने त उता यहाँसम्म नाच्छ भनेको कता हाम्रोपट्टि हाम्रो चाहिँ नाच्नु भएछ अर्कोले गर्छ यहाँ चाहिँ गयो यता कता पुऱ्याएको भाइ विमल भाइ पनि नाच्नु कस्ताको मलाई गद्दारी गर भन्छ अहिले गाउँकोले राख्नु पर्छ नि अब घर जाने क्या रमाइलो गाडी गाडीतिर नाच्नु अब हाम्रो हिमालज्यू दोस्रो साउथीको मन्दिर हेर्न गइरहेको छ यताको पनि सही रहेछ यस्तो हुन्छ चढ्ने तर यहाँ चाहिँ युवाहरू कोही छैन एक दुईजना बुढापाका हिँड न हामी पनि नाच्छु यसो चाहिँ खुट्टा अझै त हल्लाउनु पर्ने हो यहाँ यहाँको पनि सही रहेछ गीत गाउँदै मन्दिर छैन हौ यहाँ त धनुष र एसकेआर त दुश्मन हुन्छ त्यही भएर त्यहाँ हिरो चाहिँ एसकेआरको फ्यान हुन्छ होइन नबजी उनीहरूको लागि नानीलाई छोडेर रातो लाउनु भनेको केटाको नजर देख्नु भयो नि मान्छे राम्रो रहेछ त्यताको पनि सही रहेछ
मन्दिरतिर जानु सकेर पट्टिमा हाल्छ यताको काम छैन यताको झल्लो जान्छ बिस्तारो बिस्तारो नाचेर हिमालको पोइन्ट हुन्छ यतातिर हिमालको मेलामा छुटेको दाजुभाइहरू हिमालको पोइन्ट हो गाइस यो मान्छे आज भयो खाना मलाई हाल्छ कि मलाई त्यसको नजर त मुनारीमै छ यो मान्छेको चेहरामा मन्दिरहरू एकसाथ आउँछ कहिले दिएको धेरै नर्भस भएर नि पानी खानु खाइन्छ चण्डी नदीको बिचमा उहाँ चन्द्र पनि आएको छ चन्द्र बिचमा रहेको छ चन्द्रमा बिचमा देख्नु सक्नुहुन्छ बेडमिन्टन सक्नु पाउँदैन घरानी त भेला अलिक तपाईँ त गएको थिएन मान्छेले आज पानी यति धेरै खाएको छ नि भरे मान्छे यति धेरै खायो तपाईँ
भाइ कहाँ पुग्यो जहाँ बगिरहेको विमल भाइ कहाँ पुग्यो विमल भाइ निस्किरहेछ त